अनि रमेशजी के छ खबर? आराम कुशलै हो? अनि विदेश जाने कुरा थियो, के भयो, कहाँ हो, कसरी हो? नेपालतिरै हो कि होइन कि? अनि घर परिवारलाई के छ खबर? यस्ता कुराले मलाई तोड्न खोज्छ जस्तो लाग्यो, म तोड्दिनँ। कस्तो बाधा अवरोध झेलेर आएको छु कि म अहिले यहाँसम्म। तेरो यो सानो सानो कुराले मलाई तोडिँदैन, केही नै फरक पर्दैन। को हो म के हो थाहा छ, अनि तँ पनि को हो के हो थाहा छ। यी अब अरू कुरा हामी बुझ्छौँ। रमेशजी नमस्कार। मैले मेसेज सुनेपछि निकै भावविह्वल भएँ, धेरै मार्मिक मेसेज आउँछ तिम्रोबाट। यी सबै कुराले आफ्नो चरित्र प्रष्ट कहिले पनि गर्दैन। हामी यही जगतमा छौँ, यही सृष्टिमा छौँ, तर तिमी जस्तो मान्छेले अब यो समाजको लागि अलिकति परिवर्तनशील हुने गरेको काम गर्नुपर्ने छ। छोरी मान्छेहरू, चेलीबेटी, आफन्तहरू सुरक्षित हुने वातावरण दिनु पर्यो। अलिकति ज्ञानी भएर, भद्र भएर, मिजासिलो भएर हिँड्नुपर्ने म सन्देश दिन चाहन्छु।